हुँदैछ अब यसलाई सलादहरु सब हाम्रो आज लोसार स्पेशल लोसारको लागि माछाको टाउको लागि लासो फ्याफुला भोलि हुन गइरहेको सोनम लोसारको लागि मैले चाहिँ घरमा आफ्नै तरिकाले खाप्साहरू पोल्नुको लागि तयारी गर्दैछु। पिठोहरू मुस्दैछु हैन। यसमा चाहिँ अब सबैजना अब खानु मिल्ने खालको सुगरले सबैले खानु मिल्ने खालको चिनी नलगाइकन शुद्ध हैन नुन मात्रै लगाएर तिलहरू लगाएर डाल्डा लगाएर यसरी पिठो मुसै हुँदैछ। अब एकछिनमा तपाईहरुलाई मुसिसकिसके पछाडी पोल्ने बेलाको केही अपडेटहरू पनि जानकारी गराउन चाहन्छु है त। अब चाहिँ हामीले खाप्सा बनाउन सुरु गर्यौं हैन। अब उसलाई म बनाउन सिकाउँदैछु। ल बेल्दैछु गाइस। उसले चाहिँ बेल्दैछ। यसरी मैले सिकेर खाप्सा बन्दैछ यसरी हैन। अब परिकार अब राम्रो बनाउन त खासै आउँदैन। अब आफूले जानेको जस्तो छ हैन जस्तो आउँछ त्यस्तै बनाउने हो पोल्ने हो चट्ट लगाएर। यहाँनिर यसरी तेल कन्तीमा यसरी तेल छ। अब सट्टैलाई बालेर चाहिँ तताएर चाहिँ म पोल्न सुरु गर्छु है त। बिन्दु कति मिठो। ल साथीहरु अब खाप्सा पोलिसकियो हैन रेडी भएको छ भोलि खानको लागि। अब भोलि हामी के खान्छौं कसो गर्छौं के गर्छौं बाँकी भिडियो भोलि बिहान उज्यालो भएपछि। अब हिजो खाप्सा बनाइयो आज अब माछाको परिकार तयारी हुँदैछ। अब यसलाई चट्टै लगाएर अब एकछिनमा हैन रोस्ट गरेर चाहिँ भरे अचारसँग सोबेर खानुको लागि। अनि अरु परिकार पनि छ अचारहरू छ सलादहरू छ बन्दैछ त्यो पनि हैन। अब त्यो चाहिँ अहिले बनाउँदै गर्दाखेरि एकछिनमा म तपाईहरुलाई देखाउने छु। अहिले चाहिँ माछा मोलेर कागती नुनहरू लगाएर रेडी गरेर चाहिँ राखेको छु। अब 5-10 मिनेट पछाडी यसको रोस्ट हुन्छ फेरि है त। चाहिँ अचारको लागि मटर धोएर यहाँनिर लाउँदैछु। मटर काटकुट गर्नुपर्ने छ। एकछिनमा चाहिँ छोरीले आएर घोल्छ म चाहिँ घोल्दिनँ गाइजहरू। आज हाम्रो लोसारको तयारी हुँदैछ। गुम्बा चाहिँ जानु पाएन त्यस्तै लेयर्स प्रब्लम भएर गइनँ गुम्बा चाहिँ। यहाँ छ मेरो छोरी जाऊ गाइज। मेरो साथीले मेरो छोरीले काकाको देखाउने अरे के हो यो भनिदेऊ त। काका कसको हो मम्मीको हो र। ल गाइज म चाहिँ काका दुवा दुवा गर्दै भिडियो काट्नु पर्ने हो त्यो चाहिँ जाऊ। खान्छ होला नि त। गाडी लाउँछ मछको लागि काट्दैछु साथीहरू। के हुन्छ सबै लाउने हो नि भ्लग भनेको सबै लाउने हो साथीहरू हैन। जे छ त्यही अर्ग्यानिक भन्छ के भन्छ लोकल तरिका के हो। ल साथीहरु अब माछा तार्नुको लागि रेडी भइरहेको छु। ओके यहाँनिर कन्ती पनि अब तेल तातिँदैछ हैन। माछाहरू यहाँनिर छ पछाडी दाउराहरू छ। यस्तै चाहिँ साथीहरु अब के गर्नु। अब माछा चट्टै अब तार्दैछु। तारेपछि म बाँकी भिडियोहरू देखाउँछु। ल सुरुमा चाहिँ टाउकोको व्यवस्था टाउको चाहिँ अब यसरी तातिन थालेको छ है। टाउको व्यवस्था जाडो पनि छ। चट्टै लगाएर आगोमा बसेर चट्ट माछा तार्दाखेरि तातो पनि हुने मजा पनि आउने हैन। यो चाहिँ हाम्रो टमाटरको अचार बनिसकेको छ। अचार बनाउने लेडी चाहिँ यहाँ छ लेडी। अनि यहाँनिर
एकजना आउनु भएर काट्दै हुनुहुन्छ अमिलो, अर्कोलाई हेर्दै हुनुहुन्छ राल छुवाई छुवाई। त्यो डिस 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 भन्दैछ। अहिले हाम्रो यस्तो छ, एकछिनमा कस्तो बनाउँछु मेरो। यहाँ उसले चाहिँ अमिलो मुस्दैछ र सघाउँदैछ। हामीसँग चल्लो एउटा धुवाई भन्दै मिलाउँदै गर्दैछु। मेरो बुढोले यता ताड्दै हुनुहुन्छ। आँखा त कस्तो बलेको। ल माछा चाहिँ तारिसक्यो बल्ल 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 बल्ल। अब खाने मेलो हुन्छ। बेनिका चाहिँ खाना खाँदैछ यहाँ लुकेर भित्र एक्लै हो पुरा। सबैजना चाहिँ यहाँ यसरी खाँदै हुनुहुन्छ। ल बाँकी भिडियो चाहिँ अब एकछिनमा। हेर्दै मुखमा पानी आइसक्यो। यहाँ बनाउने मान्छे यता पुरा मेहनत गरेर बनाउँदै हुनुहुन्छ। ल अब अहिलेको चिजहरू यसरी चाहिँ पस्किँदै हुनुहुन्छ दिदीले। यो चाहिँ माछाको परिकार अनि त्यो अचारहरू, यो खाप्सा, ल यता तोकमा पनि रेडी छ। यता दाइ पनि भर्खरै आइपुग्नु भयो। फ्याफुला हो हाम्रो त। ल अचार यो रेडी छ हाम्रो आज लोसार स्पेशल। लोसारको लागि माछाको टाउको खाने हो। यहाँ खाँदैछ। कस्तो छ? साथीहरू हाम्रो चाहिँ के परिकार भनेर अघि पनि देखाइसकेको छौँ। यी हामीसँग छ खाप्सा, माछा तारेको, अनि सलाद, अचार, अनि टमाटरको अचार छ। यहाँ खाँदै हुनुहुन्छ नाना, करुणा, बिन्दु। कस्तो छ? खाइदेऊ न त। कस्तो छ एकचोटि? लोसार मिठो दाँत झर्छ फेरि। यता खाँदै माया पनि खाऊ। मिठो यहाँ हाम्रो भएको यहाँ छ। यहाँनिर हुनुहुन्छ ज्वाइँखाल, आमा पापा। ज्वाइँखाल यतापट्टि हुनुहुन्छ। कस्तो छ भेना अहिले अब 2000? हाम्रो मेरो कान्छी सालीहरूको धेरै तामाङको लोसारमा अनि फाक्सा खाप्सा हो, फाक्सा होइन। खाप्सा अचार टङ्बा खुवाएर जस राम्रो बनाइयो लोसार। धन्यवाद। कस्तो छ त साङ्माको बाउ पनि केही भन्ने कि? अब मेन चाड चाहिँ उहाँको हो। अब आफूले बनाएको आफूले पकाएको मिठै छ। भरै बोल्ने खालको भेना कस्तो छ भन्नु त? यहाँनिर मलाई भन्दैछ। ह्याप्पी लोसार। लोसारको धेरै धेरै शुभकामना है त। लु भन्नु आज के अरे? ह्याप्पी लोसार। ल यता हुनुहुन्छ आमा पापा खाँदै हुनुहुन्छ। मिठो छ? ल खानु बिस्तारै।
अहिले त महिलालाई भनेको बोल्दै रहने यसरी त पचाउने हो नलाउने भएर चाहिँ बिहाको नि बिर्सिहालेछु सबैजना खाइसकेर म चाहिँ अहिले भर्खर अफिसदेखि आएँ फेरि टोइलेट गएर खाँदैछिन् मिठो छ खान्छन् अघि चाहिँ हाम्रो मासु अहिले चाहिँ अर्को माछु हेलो गाइस मैले भिडियो चाहिँ हिजो एडिट एन्ड गर्नु बिर्सेछु अनि आज एडिट गर्दै गर्दा देखेर आज एन्ड गर्दैछु हजुरहरूलाई हाम्रो लोसारको भिडियो कस्तो के लाग्छ कमेन्ट गर्नु होला लाइक अनि सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई